ओके नमस्ते र फर्स्ट टाइम इन नेपाल आज हामी क्यारिकेचर ब्याटल गर्न गइरहेका छौँ परेर भन्दैछ त केटाहरू आर यु रेडी गाइस चाहिँ केटाहरूलाई चाहिँ पहिलोचोटि यो नेपालमा चाहिँ क्यारिकेचरको ब्याटल गराउनु परेछ भन्ने कुरो लागिरहेको छ हो र तपाईँ यो ब्याटल गर्ने मान्छेहरूलाई चाहिँ सदनमा छिराइसकेका छौँ त्यही पनि ब्याटल गर्नलाई चाहिँ रेडी भइरहेछ नि केटाहरू आज कस्तो ब्याटल हुन्छ भन्ने कुरा हामी हेर्छौँ है त ल आउनुहोस् त अब चाहिँ ए सबैभन्दा सुरुमा उद्घाटन राष्ट्रपति ए चाहिँ हाम्रो दिनेश राष्ट्रपतिबाट सुरु गर्ने त सम्पूर्ण उपस्थित क्यारिकेचर गर्नुहुने कलाकार साथीहरू पत्रकार साथीहरू र यो युट्युब हेरेर सम्पूर्ण राम्रो नराम्रो कमेन्ट गर्ने साथीहरू सबैलाई नेपाल सरकारको तर्फबाट र म व्यक्तिगत तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। अहिले यो राजनीतिमा पनि ब्याटल भएको छ, त्यसैले क्यारिकेचरको ब्याटलबाट देशलाई अलिकति समृद्ध बनाउने र व्यङ्ग्य मार्फत केही चेतना छर्नको लागि सम्पूर्ण कलाकारलाई विशेष धन्यवाद शुभकामना दिन चाहन्छु। हवस् त, धन्यवाद छ। यसको चाहिँ अब ब्रेकिङ न्युज भनेको छ, यता कोमल ओलीबाट समाचार सुन्नु होला। यो रेडियो नेपाल हो, कोमल ओलीबाट समाचार सुन्नुहोस्। आज अर्ग्यानिक चुलोमा ख्यालमै खाजा खान लागिरहेका बेला जापानबाट फर्किनुभएका कुमार श्रेष्ठको आयोजनामा खाजा पानको कार्यक्रम हुन लाग्दै अचानक क्यारिकेचर ब्याटल हुन लागिरहेको सूचना प्राप्त भएको छ र थप के भइरहेको छ हामी प्रत्यक्ष प्रसारणमा छौँ र प्रभात के छ अहिले त्यहाँको स्थिति। पुण्याति पुर्गेर छ नि त कोड्रोसोले हाँसेको भनेको यो मान्छेले हाँस्दाखेरि मोटो खट्टै मर्ला जस्तो भयो गुटी हाँस्ने मुटु हाँसेरै मर्ने भयो। कस्तो मान्छे होला धेरै नहाँस, फेरि बुढी फुटेर मर्ला। र अहिले सम्पर्कमा हुनुहुन्छ ऋषि धमला। दर्शकबिन नमस्कार। आजको दिनमा क्यारिकेचर गर्ने युवाहरू छन् एकै ठाउँमा एकीकृत भएर र्याप ब्याटल गर्दैछन्। जनता जान्न चाहन्छ ब्याटल त हो, पहिला र्यापको थियो, अहिले चेन्ज भइसक्यो। पहिला र्यापको ब्याटल, क्यारिकेचर हो क्यारिकेचर ब्याटल ठिक छ, मैले जानेको छु, सबै बोल थाहा छ, मलाई सब जानकारी छ। तपाईँहरूले सिकाउने प्रयास नगर्नु होला। ब्याटल भनेको लडाई नजानेको चाहिँ केही पनि छैन। ब्याटल भनेको लडाई हो, जनता जान्न चाहन्छ। क्यारिकेचरमा किन तपाईँहरू लडाई गर्न चाहनुहुन्छ राजाजी बताइदिनुहोस्। अब यो विषयमा मैले राजाको आवाजमा जनता जान्न चाहन्छ स्पष्ट। अप्ठ्यारा देशवासीहरू, 21औं शताब्दीको प्रजातन्त्र गणतन्त्र हो भन्ने बुझिबक्सनाले हामी अप्ठ्यारामा परिबक्सेका छौँ र यो लडाइँको सवालमा थप कुराकानी गर्नको लागि म बाबुराम भट्टराईजीलाई अनुरोध गर्दछु। बाई बाई नेपाल। बाबुरामजी बताइदिनुहोस्। प्रश्न खानेहरू भने तपाईँहरूले यो ब्याटल भनिरहँदा मलाई लाग्छ यो ब्याटल होइन, यो किसिमको स्याटल मात्रै हो। यो मिलाएर 10 वर्षको युद्ध चाहिँ एक किसिमको ब्याटल थियो, तर अहिले आएर चाहिँ जुन यो किसिमको योजनाबद्ध ढङ्गले नै एउटा चाहिँ स्याटल नै भइरहेको हो भन्ने मेरो भनाइ हो। चिज के हो भन्दाखेरि यो ब्याटल नै हो भन्ने खालको कुरा गर्नुहोस् न तपाईँ है। त्यस्तो खालको कुराहरू त म आफै गरिहाल्छु नि होइन। अब यो देशको राजनीतिको कुरा गर्नुहुन्छ भने धमलाजी जतिको त कोही पनि जान्ने यहाँ छैन भन्ने खालको कुराहरू। अब अन्तर्राष्ट्रिय विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हेर्नुहुन्छ भने अब इथियोपियामा के भयो, इन्डोनेसियामा के भयो, चिलीमा के भयो, पेरुमा के भयो, भियतनाममा के भयो भन्ने कुरा त अब तपाईँलाई पनि थाहा हो। हेलो यता सुन्नु भइखेर चाहिँ ए बाबा ब्याटल भनिस् त पालै पाल हुनु पर्यो भइखेर यो लाटाले पापा हेरेर त के भइगयो त ब्याटल हुन्छ भने निश्चित रूपमा हारुवा गोरुको छेरुवा दाउ भन्या जस्ता खालका कुराहरू नगर्नु। जसले सक्छ त्यसले गर्छ। मने हारि नै सकेपछि भनेर मात्रै केही हुन सक्ने खालको अवस्था छैन। मने त्यसले गर्दाखेरि बेलैमा बुद्धि पुर्याउने हो, जित्नेतिर अगाडि बढ्ने हो। हामीले त भन्या हो मने एकताको प्रक्रियामा आउनुहोस् भन्दा पर बसेर केही पनि हुन सक्दैन भन्ने खालको हाम्रो बुझाइ हो। अब होइन यो अहिले बोल्ने कि पछाडि बोल्ने कि बिचमा बोल्ने कि यो लौरो पनि भने बेला आफू ठाउँमा आइदैन। कतिखेर मैले भाइ साह्रै गाह्रो हो, यो मिलाउनु पर्यो भाइ। बाबा यो 5वटा लौरो राखेर सकिँदा भला एउटा लौरो यताउता गरेको लौरोले सुन्छ ल। अब चाहिँ नि
तपाईँले भनेर भन्दाखेरि चाहिँ भन्नुभयो तर आवाज चाहिँ मेरो जस्तो निकाल्नुभयो छैन आवाज मिलेन यो रामचन्द्रकोमा यो छैन शेरबहादुर किन मिसायो विशेष गरिकन चाहिँ पौडेलमा दुवैजना पौडी एकजना चाहिँ पड्किने अर्को पौडिने जस्तो भएर पौडेलमा कन्फ्युज भएको हो विशेष गरिकन चाहिँ कुन पौडेल हो शिवारी पौडेल हो राजाराम पौडेल हो या चाहिँ अर्को पौडेल जस्तो फेरि ल्याएर बिच नेता बोलेर कलाकार छिराएर हुन्छ पालो पालो बोलेर ऱ्याप कस्तो हुन्छ म सिकाइ ऱ्याप सुन बस भेटेरको म गीत गाइछु हेर सुन सिप सुन पानी र जिस्किने नानी उयो भन सिप सिप पानी र नेपाली जनताको बानी सिप सिप पानी र नेपाली जनताको बानी उही हो यतिकै भने बाप सरकार ढले हुन्थ्यो दाबी या भन्न तर निश्चित रूपमा ऱ्याप चाहिँ म पनि थपिदिन्छु यही बेलामा ओलीजीलाई मैले ऱ्याप दिएँ भने के हुन्छ यस्तो हुन्छ मुने एक जमाना यस्तो थियो तिमीलाई हाम्रो डर हुन्थ्यो दुनियाँ सारा डराउँथे मने गाउँमा खाली घर हुन्थ्यो ख्याल ख्यालमा रिसाउँदा मने हाम्रो बन्दुक पड्किन सक्थ्यो घरको आकार प्रकार हेरी मने चन्दाको डर हुन्थ्यो मने आफ्टर लङ टाइम जब वी मेट मने रामचन्द्र शेरबहादुर र गगन थापाको निन्द्रा चेट भन्ने हाम्रो ठम्याइ हो भन्ने भने मित्रहरू यो एउटा चाहिँ नि साह्रै राम्रो क्यारिकेचर ब्याटल गर्नुभयो मित्रहरू यसका बारेमा दुई शब्द मलाई के भन्न लागेको छ भनेदेखि धन्यवाद तिम्रो आशीर्वाद भएन न ब्याटलमा पनि घुर्नी हुन्छ वास्तवमा भनियो भने अघि कलाकारको पालो आएको छैन भन्ने उहाँ नै हो होइन आओ लाखे अनि त्यो दारीको जस्तो पो क्यारिकेचर गर्न खोजेको सुरुमै चिप्ली गयो त ल फेरि एकचोटि गरौँ वास्तवमा भनियो भने अनि के भएको फेरि पो झाल्दा समाजतिर पो भनियो भनेदेखि हामीलाई यो ब्याटलमा लिएर नमिसाइदिनु होला कमरेडहरू अहिले हाम्रो ब्याटलको एउटै ग्रुपले गर्दा आफ्नो स्थान कहाँ के हो भन्ने कुरो पत्ता छैन त्यसकारण आफ्नो पदलाई पनि आफूले बुझ्ने आवश्यक जस्तो मैले ठान्दैछु अब बाँकी सुरु गर्नुहोस् वर्तमान परिप्रेक्ष्यमा जुन हिसाबबाट पार्टी एकताको प्रक्रिया अगाडि बढिरहेको छ त्यसमा केही साथीहरूलाई आपत्ति पनि रहेको हुन सक्छ तर हामीले गर्न खोजेको ऐतिहासिक उपलब्धिहरूको संरक्षण गर्दै विकास गर्दै प्रवर्धन गर्दै एकत्रित गर्दै सबै अगाडि बढ्नुपर्छ भन्नेमा हाम्रो विश्वास छ यही बीचमा वास्तवमा भन्ने हो भने हाम्रो पार्टी हामीले महसुस गरेको कुरा पहिले पनि हामी वरिष्ठ भएरै बसिरहेको हो पालो नआउनेहरू भागभन्ड नपुग्नेहरू आफ्नो इज्जतको आफ्नो पदको महसुस गर्न नसक्ने सहानुभूति लिन नसक्ने साथीहरू गम्भीर भएर सहनशील भएर पर्खिएर ढुक्क भएर बस्नु पर्दछ अब यो सङ्घर्षको मैदानमा होइन घाँसै मैदानमा भएको हुनाले मैदान होइन घाँसकै कुरा गरौँ होला दाना पानी के छ वर्तमान परिप्रेक्ष्यमा सङ्घर्षको मैदानबाट हामी एउटा यस्तो अनुरोध गर्न चाहन्छौँ मोमो खाने बहानामा मोमो हिट बनाउने कुरा नगर्नुहोस् हामी पहिला पनि भनिरहेका थियौँ आज पनि भन्छौँ र भोलि चाहिँ भन्छौँ कि भन्दैनौँ थाहा छैन अहिलेसम्मको यो ब्याटलको प्रकृति हेर्दा तराईको चाहिँ प्रतिनिधित्व शून्य नै रहे जस्तो लागिरहेको छ यसैले के हामी एक प्रदेश एक मधेस त हामी जनकपुरमा पनि पहिला पुरानो कुरा भइसकेको छ भन्ने छैन त्यसले गर्दा अरे भनिदिनु साथीहरूलाई मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पनि हाम्रो पार्टी अस्तित्वमा छ त्यो पनि तपाईहरू नबिर्सिदिनु अरे हजुर पहिला यो कुरा लोकतान्त्रिक काङ्ग्रेसमा मिलिसक्यो भनेर छापिदिनुहोस् के राजेन्द्र महतो छ तराईमा यो कुरा चाहिँ अब छापिदिनुहोस् के यहाँ छ बाबु मेरो पालो नआयो तिमीलाई बिचमा पक्क बोल्न कसरी लाग्यो राते गाइलालाई
यसरी कलाकारको क्यारिकेचर बिना ब्याटल सक्सेस हुन्छ जस्तो मलाई लाग्दैन के कसो हौ ब्याटल भनेको भन्ने गर्छ घरि उता देउबा बोल्छ त्यही बोल्छ अलि राम्रो राम्रो कुरा गर्न केटाहरु के भएको सर अब राजेश बोल्नु फेरि सुन हिरोको पालो नआइकन गुण्डाको पालो आउँछ भनेर खोज्ने कुरा भनेको पनि त्यो अचानक राजेश सवालले चाहिँ बिहे गरेको हो मरेको होइन तिमी एकछिन चुप भएर बस है अब अहिलेलाई यसरी सबैजना झगडा गर्नुभन्दा मिलेर क्यारिकेचर गरौँ न हुन्न र वास्तवमा मलाई के लाग्छ भनेदेखि यो अर्ग्यानिक चुलो भनेको चाहिँ खासमा मार्सी धानको भात खाने ठाउँ हो त्यसैले सबै कलाकार साथीहरूलाई यहाँ आउनुको लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ तपाईँहरू आउनुहोस् खानुहोस् जानुहोस् र यहाँ नाटक नगर्नुहोस् हाम्रो अनुरोध यही नै छ यो वार्षिक सवालको भात र अधिराग भातले गर्नु साथीहरूलाई अहिलेको परिस्थिति र परिबन्ध हेर्दा अधिनायकवाद आयो कि भन्ने हिसाबबाट पनि जुन खालको कुरा गरिरहेको छ तत्कालीन नेकपा एमालेको सचिव योगेश भट्टराईको हिसाबबाट र अहिले नेकपाको एउटा चाहिँ सचिवालयको व्यक्तिको हिसाबबाट मैले भन्नुपर्दा युवा साथीहरूले यो विषयलाई अलिकति गम्भीरताको साथमा लिनुहुन्छ भन्ने कुरामा हामीले अलिकति आशा गरिरहेका छौँ र प्रधानमन्त्रीज्यूले मलाई गम्भीरताको साथमा नलिदिनु भएको र कुनै मन्त्रालय नदिइदिनु भएको अवस्थामा तपाईँहरूले पनि अलिकति केही महत्त्व दिनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो पनि छ सम्पूर्ण हिसाबले आर्थिक व्यवस्थापन हुन सक्यो भने छैन अब यो हाम्रो अर्ग्यानिक सोलोमै आउनुपर्ने कुनै जरुरत पनि छैन अब हामी 5 स्टारमै छिर्न पनि सक्छौँ बानेश्वरमा पनि एभरेस्ट बन्द भए पनि हामी यहाँकै नीति जान नसक्ने होइन अब के हो अब होइन तपाईँको बेलामा जुन हिसाबले गर्नुभयो त्यो मेरो बेलामा एकदम पृथक थियो फरक थियो र पृथक र फरक भन्ने पनि डिफ्रेन्ट थियो भन्ने हाम्रो ठाउँमै हो भन्ने हामीले ल्याइरहे युवा साथीहरूलाई म के भन्न चाहन्छु भनेदेखि नेपालको कुनै पनि विषयमा हामी आफैलाई परिवर्तन गर्न सक्छौँ भनेदेखि यो क्यारिकेचर पनि महत्त्वपूर्ण भित्र पर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो नेपाली कङ्ग्रेसका साथीहरूले पनि धेरैले क्यारिकेचर गर्नुभयो कहिलेकाहीँ देउबाजीले रामचन्द्रजीको गर्नुभयो कहिलेकाहीँ मेरो क्यारिकेचर पनि भाइहरूले गर्नुभएको छ त्यसैले क्यारिकेचरमा पनि यस्तो खालको क्रान्ति गर्नको लागि तपाईँहरू सबैलाई हामी शुभकामना दिन चाहन्छौँ र त्यसको लागि हामी सबै हातमा हात गर्न चाहन्छौँ लाज पटेका नकचराहरूलाई प्रधानमन्त्रीज्यूलाई नेपाली कङ्ग्रेसको बारेमा कुरा नकाटिकन उहाँलाई खाना पनि पस्दैन उहाँले घन्टौँ पछि नेपाली कङ्ग्रेसको बारेमा नै कुरा काटिरहनुहुन्छ फेवा तालको डिलमा होइन रारा तालको डिलमा उभिएर उहाँले नेपाली कङ्ग्रेसको विरोध गर्दै गर्दा मलाई भन्न मन लाग्यो यदि सुशील कोइरालाको नेतृत्वमा संविधान नबनेको भए र शेरबहादुर देवाको नेतृत्वमा निर्वाचन नभएको भए उहाँ तालको डिलमा उभिने होइन तालमा हाम फालिसक्नु भएको हुन्छ लाज पचेका नकचराहरूलाई टुडी खेलमा राखेर 3 छोटी घुमेर उडेर हानेर दिनमा 3 जनादेखि 5 जनासम्मको क्यारिकेचर गर्ने र हजारौं कुम्ल्याउने र घरमा लगेर जहान छोराछोरी पाल्ने कसैका कुरा नकाटिकन कसैलाई नहानिकन कसैको मुख दुख्ने गरी नहसाइकन चुलो बाल्न नसक्ने यस्ता नकचराहरूलाई टुडी खेलमा लगेर डाम्रोले बाँधेर किलामा अड्काएर घोटे कुकुर छोडेर त्यसको पछाडिपट्टि फेरि अर्को एउटा बाघ पठाइदिएर तर्साएर उफारेर घुमाएर टाउको ठोक्काएर फेरि 2 लात्ती हान्नु पर्छ भन्ने जस्तो के साह्रो सरा मर भन्ने यस्तो नलीको ठमक्क भाँचेर त्यसलाई चाहिँ जमिनमा पुरेर त्यो मान्छेले सुन्तला रोपेर सुन्तला ट्र्याक्टरमा राखेर काबेलदेखि जोरपाटीसम्म पुर्याएर कतिचोटि उफार्छ गोन यति गरेपछि त सातै जान्छ नि हो सातै खत्तमै हुन्छ बडो भैया धेर भयो मोमो भोग लाग्यो खाऊ अयो म यार रे चिङ्गम यार रे मोमो छिटो मगाऊ यार चिङ्गमको चुङ्गल बच्न यम पैसी भएको यार बोलो त यम पैसी सबैलाई मोमोकै चिन्ता छ मोमोमा झोल पनि हुन्छ झोल पनि खानु पर्छ नम्बर 1 नम्बर 2 मोटु पतला आउनु भन्दा अगाडि मोमो लिएर दगुरु कविता के बच्चे कविता को छोडो झोल वाला मोमो उठाएर दौडो जतिखेर पनि झोल भन्छ अचार खाँदा कति मिठो हुन्छ तिमीहरूलाई के त मोमोको कसम अल्लाहको कसम मोमोको डल्लाको कसम उडी
पापा, हमें अपने 20 साल के तजुर्बे में ऐसा बैटल कभी नहीं देखा। अस्ती के मामा का पैसा कौन देंगे? यार जल्दी करो। बाबा, अस्ती को पैसा उठाने का मेरा 20 साल का तजुर्बा है। जो पैसा नहीं तीरता है उसको अस्ती को मामा के 5000 बाकी अरे जौन बनेगा डन, मामा को पैसा तिरेगा डन। मामा के कुरा छोड़ो और जल जल के खाओ। अरे डल के पैसा नहीं तिरो। अरे कौन खाएगा मोमो? यारू, मोमो के पैसा तो मेरे पास भी नहीं है यारू। अब हम एक ऐसा गैजेट बनाएंगे जो पैसा जस्तो देखता है तर पैसा नहीं होता है यारू। अरे यार राजा यार मेरो यार। अरे यो आइडियाले काम नगर्न सक्छ। अरे एकजना टोइलेट छिर, अर्को फुत्की फुत निस्केर भाग, नत्र पुलिसले जे पनि गर्न सक्छ। चिङ्गम साहब इधर आइरहे। अब खै तिरेका बक्छस्, नसमझेका छोर्छु, डल्ला डल्ला गोली ठोक्छु है यम्मा। पैसा खाएर पैसा नतिरी भाग्नेहरू त धेरै हुन्छन्, तर पैसा तिरेर नतिरेर भाग्नेहरूलाई समात्ने थोरै हुन्छन्। तर त्यो हो डनलाई पक्र्न 11 देशका पुलिसहरूले खोजिरहेका छन्, तर डनलाई पक्र्न मुस्किल मात्र होइन, असम्भव छ। भाइ साहब एक बाटो 20 रुपैयाँ, एक बाटो 20 रुपैयाँ। मामा 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 कितना मामा करते हैं? मामा कति खान्छौ मामा? पैसा तिर्ने बेलामा सबै भाग्छौ। अरे मामा खानको लागि मुखबाट पानी किन निकाल्छौ? एक बोतल पानी त होटलको बिक्ने कम भइसक्यो। बाबु यतातिर छेउछाउ देख्यो भने नि एउटा मोमो होइन दुईटै नाकको तुलामा छिराइदिन्छु बिचार। उसको नाम इंदु, मेरो नाम बिन्दु। दाजु बहिनी बन्ने छोड़ दे मुला गई रुदे अनि बाबु देउन त दिएको ए मेरो सकेको छैन सुन्न एकछिन। ए बाउ अंश देउन त दिएको, बाउ त चेक पो ल्याएर दिन्छन्। अनि बाउ तिमीले मलाई एकचोटि खुट्टा, एकचोटि हात, एकचोटि मुला पनि कस्तो किसिम किसिमको कुकुरहरुसँग गर्ने बाबा बाबा बा आइन्दा यो क्यारिकेचर गर्ने और यता उठ्यो पनि यो वरिपरि नदेखा। जे दिन बाँच्छस् जा बाटो लाग। विवेक दर्शन धन्यवाद। मलाई एक दिन क्यारिकेचर गरेर संसारभरि सबैलाई चिनाएर पैसा कमाएर घर बनाएर देखाइदिन्छु। हेरिस्यो आगे मौत की तमाशा देखने। अच्छा है मेरो हाँस्न चाहिँ एकछिन मेरो साथ गाह्रो भइरहेछ। ल तपाईँ बोल्नुहोस्। एक लाठी को तो कोई भी तोड़ सकता है, लेकिन लाठी की बाड़ी को तोड़ना मुश्किल है। मैंने बचपन में पढ़ा था स्कूल में तीसरे में। क्यों समझा रहा हूँ तुमको? पागल हूँ मैं, कुत्ता गुस्सा भरा पड़ा है मेरे दिमाग पे। क्यों बातें कर रही हूँ तुम पत्थरों से? हंसो हंसो, खुशियां मनाओ। क्रांति के पर एक और कुत्ते की मौत मरने जा रहा है, कल कोई और मरेगा। हमें क्या है ना, जियो भाई जो जैसे चाहिए वैसे जियो। जिंदगी जीना डायलॉग बहुत अच्छा है। तल लड्न लाए समय डायलॉग बहुत अच्छा है मारा। नातामा त तेरो हजुरबा लाग्छु। नातामा त म तेरो हजुरबा लाग्छु, तर पनि म तसँग मोमो खाने पैसा माग्छु है। अरे हंसो, अरे डायलॉग इधर डायलॉग मारो उधर डायलॉग मारो, सब हंस रहे, सब डायलॉग मार रहे। अरे क्या फर्क पड़ता है, देश को कौन पहुंचाता है? अरे मारो डायलॉग मारो। नेपाली भन्दा त कति ल्याइला गरेर भने मान्छेलाई कति भोक लागिसक्यो। खैक्या त्यसका बाजे मोमो नआउन्जेलसम्म कन्टिन्यू क्यारिकेचर गर्दा त घाँटी त सखापै होला जस्तो छ त। कुजिमराज खानै नपाएर आरक्षेज भन्छु म। बोल्नै जुम्रीको पै गेट पेपर हेर्चेज भन्छु म। जे भलो छ क्यारिकेचर गर, तिमीहरू राम्रोसँग क्यारिकेचर गर। पैसा गराऊ, आफ्नो त दिन गइसक्यो। किन बोल्न खोज्छस्? बोल्छु म। ब्याटल भन्ने अनि फेरि अहिले बिचे स्याटल गर्न खोज्दा अहिले हानिदिनु पर्ला म। कुरा चाहिँ है यो विषयमा हामी अहिले सरकार पनि लागिरहेको छ है। चित्रबहादुर केसी चाहिँ किन साथीहरूले बोल्नु भएन भन्ने कुराहरूमा हामी खोजिरहेका छौँ। चित्रबहादुर केसीको नाम लियो भने त मलाई त कस्तो चिलाको जस्तो हुन्छ। चित्रबहादुर चाहिँ बन्द गरौँ भाइ, हो क्यामेरा बन्द गरौँ त। बोल्न त पाउनुपर्छ चित्रबहादुर केसी।
हरिबहादुरको त्यो हरिबहादुरको बस्दै तिम्रो बिचरा पक्का बोल्न के बोल्नु पाउनु पर्छ होइन भने म तिम्रो बिचमा गाला ट्याङ्ग यता बोल्न झ्याम्मा गाला यता कुरो मैले नसिके बिचमा पक्का बोल्दा के हुन्छ भन्ने मेरो समर्थनमा यताबाट चाहिँ प्रस्ताव आएको हुनाले गर्दा उताको प्रस्ताव चाहिँ क्यान्सल हुन्छ किन भन्दाखेरि जति सुकै लामो चाहिँ डाम्लो बाटो नि पस्यो एउटै हुन्छ होइन अब चाहिँ दुईटा हुँदैन गाडो त अब बनाउने हो तपाईँको अब त्यो जत्रो बनायो त्यत्रै हुने कुरो भयो बिग्रिया रेडियो सिकाएर मिस्त्रीको हात दियो भने नचाहिने पहिलेको जस्तो हुन्छ नबज्ने बनाउनु सक्छ रेडियो त बजाउनु भएको छ नि तपाईँ निश्चित रूपमा रेडियो बिगार्ने को हो भन्ने पनि त हामीले बुझ्नु पर्यो नि त निश्चित रूपमा रेडियो बनाउनु र बिगार्नुमा कुनै महत्त्व हुन्छ जस्तो मलाई लाग्दैन रेडियोले बोलेका कुरा कतिसम्म महत्त्वपूर्ण हो भन्ने विषयमा अलिकति तपाईहरुले ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ तथापि रेडियोमा बोल्ने सबै कोमल लोली पनि हुँदैनन् भन्ने म ठान्छु र यो रेडियो बिगारेको सन्दर्भमा चाहिँ जब मित्र विश्वहरु पनि त उठ्छ यो विषय चाहिँ किन उठ्दैन सबै रेडियो बाउडे कार्यक्रम ऋषि धवलाको हवाला जस्तो हुन्छ जस्तो मलाई लाग्दैन हैन हुन्छ वास्तवमा रेडियो चाहिँ हामीले बिगारेकै हो नेपालको राजनीतिमा जब हामी त्यो फोहोरको ढल भित्रै पसेर चाहिँ सफा गर्ने आँट जबसम्म गर्न सक्दैनौँ त्यतिखेरसम्म चाहिँ नेपालको राजनीति जस्ताको तस्तै नरहला भन्न पनि सकिँदैन नमस्कार यो नमस्कार हो आवाजको दुनियाँको साथी दिनेश ढिसीको रविन्द्र मिश्रको आवाज तपाईलाई वाक्क भइसकेको पनि हुन सक्छ यो अवस्थामा कान्तिपुर एफएम 96.1 मेगाहर्जमा यो आवाज हो दिनेश ढिसीको आवाज अवश्य पनि यो आवाज दुनियाँको आवाजको साथी दिनेश ढिसीको तपाईहरु हेर्दै हुनुहुन्छ क्लिक 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 अब सुनुज गोपाल बस्नेतबाट बेलुकी 7 बजेको समाचार अहिले कति बज्यो मेरो प्लेट उठ्न लाग्यो कि यो रेडियो नेपाल हो प्रवीण गिरीबाट समाचार सुन्नुहोस् यो रेडियो नेपाल हो यसो गरौँ यसलाई सेटल कहाँ गरौँ भने यो रेडियो नेपाल हो अब एउटा गीत सुन्नुहोस् गीत सुन्नुहोस् अरे फुल भन्छ फुली यसो गरौँ ढकलजी फुल भन्छ फुलिरहूँ जुन भन्छ चम्किरहूँ नपरोस् बरु खाना हरिबहादुर जस्तो भयो ए हरिबहादुरले गाउने त्यस्तो ए मदन मादुर के भन्न त मदन मादुर अब हरिबहादुर हो कि को के थाहा भन्नु म अब तपाईँहरूको गीत सुनेर म मक्क भएर ध्यान दिएर चोलाएपछि हेरिरहेको छु म है पट्याङ दिन्छु अनि त्यहाँबाट यो यसको चाहिँ क्यारिकेचर त्यो गर्ने आउँदैन त्यसपछि यो टिके सिकेको कुरा छोड्दिउँ कि यो अहिलेको वडाध्यक्षहरू पनि मैले जस्तै एकदम टेन्सन पाइरहेको रहेछ नि है आइसक्यो न फेरि किचन गरेर ऊ भनिरहेको छु ऊ गरेर हुन्छ चाहिँ के कस्तो खालको मान्छे यो घनश्याम दाइले पनि एकदमै दुःख दिएन घनश्याम दाइले पनि खत्तमै पार्यो घनश्याम दाइले म पछाडि बसेर गीत गाउँछु तिम्रो अगाडि बसेर तारिफ के गीत गाउने घनश्याम दाइले हरिओम चाहिँ त सुन्नु यो हरेक कामको सुरुवात चाहिँ पण्डितको काम आउँदैन भए के टुवा परेर पर्वत कति के ल्याङ गरेको यहाँ उसलाई कस्तो भोक लागिसक्यो मोमो आउँदैन उसको मुख हान्दैन खान पाइन्छ नि त अब म एउटा लास्ट दुःख दियो होइन धेरै सकिँदैन पर्वत एउटा कविता छ मेरो हिट भएको कविता सुन्नु कविताको शीर्षक छ म र मेरो आँखा बाँकी तपाईँहरू भने भयो हजुर चाहिँ हजुरले साह्रो राम्रो हुने चाहिँ नि लाउरेको बोली र चाहिँ हजुरको बोली के राइफलको गोली र लाउरेको बोली चाहिँ सेम भयो हजुर
त्यो कविताको शीर्षकै भन्दाखेरि कुटी तारिफ गर्छ सिङ्गै कविता भन्यो भने यो त बक्लक्कै ढल्छ होला हो यसले त मेरै नातिको क्यारिकेचर गर्यो भनेको कुटी हाल्ने नाति होइन तिमीहरू बोल्ने मात्रै कि ममा पनि खाने उता ल्याइदिइसक्यो हिँड सबैजना तर एउटा चरो आएर खाइदिन्छ अब यसलाई अलिकति ऱ्यापअप गरौँ प्रयत्न के हो भन्दाखेरि अहिले चाहिँ युवा पुस्तामा धेरै साथीहरू क्यारिकेचर गर्ने कमेडी गर्ने साथीहरू पनि हुनुहुन्छ अब अगाडि बढौँ भन्ने हिसाबमा हामीले तयारी गर्यौँ र यो ब्याटल चाहिँ हामी ठाउँ ठाउँमा गर्ने प्रयत्नमा छौँ साथीहरू जहाँ जहाँ हुनुहुन्छ तयारी अवस्थामा रहनु होला राजा राजेन्द्र अथवा दिनेश काफले कन्ट्याक्ट पनि गर्दै गर्नु होला देशव्यापी रूपमा हामी आउँदैछौँ यो क्यारिकेचरको पनि एउटा क्रान्ति हुनुपर्छ हामीले नेपाल सरकारको एउटा संविधानमा पनि यो खाका छेउमा राख्ने विचार गरेका छौँ अब के यो बन्दै हुन्छ कि यो चाहिँ देशव्यापी रूपमा जान्छ यसमा हामीले जति क्यारिकेचर गर्ने कर लाउँदैन भनेदेखि यो क्यारिकेचर गर्ने हामी जस्तो मानिसहरूलाई सचेत गराउने खालका कामहरू गर्नुभएको छ अरू पनि धेरै ठाउँमा गर्ने साथीहरू हुनुहुन्छ तर अलिकति सङ्गठित हुनुभएको छैन त्यो साथीहरूलाई पनि हामी एकै ठाउँमा आउने खालको फोरम निर्माण गर्ने भन्ने खालका छोडिदिनुहोस् भाइ भाइ यो एकताको विषय भएकै हो बाबा एकता गरेर पार्टीले गर्नु पर्यो भइसकेपछि साथी आएछ अब यसो गरौँ यतातिर ध्यान दिउँ साथीहरू अब चाहिँ यो प्रज्ञा भवनको घर चाहिँ बिग्रिएर चाहिँ मर्मत सवार गरेको छ गाई जात्रा आएको छ यो गाई जात्रा माहौल चाहिँ अलिकति कस्तो छ के छ भनेर चाहिँ केटाहरूलाई यसो सोध्न खोजेको यहाँ भेटघाट भएको थिएँ र चाहिँ यहाँ ऱ्याप ब्याटल भएको छ अन्त्यमा चाहिँ यो गाई जात्रा चाहिँ विशेष के छ भनेर चाहिँ यो विषयमा म अलिकति पहिले फर्स्ट लटमा जानकारी दिउँ अब वयोवृद्ध मान्छेलाई वयोवृद्धलाई एकछिन राजा भने राजा हो राजा भने राजा हो र यसपटक गाई जात्रा चाहिँ प्रज्ञा भवनको सट्टा प्रज्ञा भवनमा चाहिँ गाई जात्रा कार्यक्रम गर्नको लागि हल तयारी नभएको अवस्थाले गर्दाखेरि राष्ट्रिय नाचघर भनेको जमलमा रानी पोखरी भन्दा पनि रानी चौरको ठ्याक्कै माथितिरपट्टि पोखरी के भन्ने हैन रानी चौरको ठ्याक्कै माथितिरपट्टि चाहिँ त्यहाँ जमलमा चाहिँ राष्ट्रिय नाचघर कार्यक्रम हुँदैछ नयाँ ऐनले त छोला नि यसलाई खास त्यसलाई नछोला अनि त्यहाँ चाहिँ बिदाको दिन 2:30 2:30 बजे र 5 बजे बिदा नभएको दिनमा चाहिँ 5 बजे 11 गतेदेखि हामी सुरु गर्छौँ र 11 गतेदेखि 18 गतेसम्म चाहिँ गाई जात्राको कार्यक्रम यसपटक नाचघरमा हुनेछ सबै उपयुक्त समय मिल्ने साथीहरूलाई टिकट लिएर चाहिँ आउनु हुनको लागि पनि हाम्रो अनुरोध छ धेरै पुरानो कलाकारदेखि अहिलेको पुस्तासम्म चाहिँ एकै ठाउँमा जोडिने यो धेरै कलाकारहरू एकै ठाउँमा रहने यो पर्व हो चाड हो जात्रा हो आर्थिक हिसाब भन्दा पनि बढी हामी चाहिँ यसलाई सामाजिक हिसाबबाट हेर्ने गर्छौँ त्यसैले यहाँहरूले पनि उपस्थिति भइदिनु भयो भने अझ राम्रो हुनेछ भन्ने हाम्रो आशा अपेक्षा र विश्वास पनि रहेको छ यस पटकको गाई जात्रा राष्ट्रिय नाचघर जमलमा यस्तो छ दाइको राष्ट्रिय नाचघरमा हामी हेर्न जान्छौँ त्यो पास मिलो भनेको कुरो पैसातिर हेरिन्न किनकि अहिलेसम्म पैसातिर हेरे पनि छैन होइन 3 वर्ष गाई जात्रा हामीले एकाडेमीमा 3 वर्ष एकाडेमीमा हामीले गाई जात्रा स्वयं गरेको पनि हो ठुलो तिते जिरे मेरी बासे गाई जात्रामा यसपालि चाहिँ मेरो गाई जात्रा स्पेसली 9 गते चाहिँ गोर्खा बजार यहाँ चाहिँ अलि विशेष छुट्टै गाई जात्रा र 12 गते चाहिँ म सङ्खुवा सभाको चैनपुर बजारमा गाई जात्रा छ यस्तै भन्दा त आज यहाँ घडी हेरे छु यार म पाल्पा उड्न लागेको अहिले पाल्पा जाँदै हुनुहुन्छ सुमन के उता दिन दाइको सुमन अनि त्यसपछि फर्केर आएपछि पालो देऊ न यहाँ आइसक्यो माइक्रोफोन तिमीहरु बोले गर्छ भाइ खेलाइ त टाइम सक्नु बाबा प्रोग्राम हुनेले बोल्ने हो नि त भाइ नउले के यत्रो 11 गते चाहिँ बानेश्वरको गाई जात्रा रेडियो अडियोको आयोजना बानेश्वरको गाई जात्रा चाहिँ
रहनेछ र नजिक पर्नुहुने महानुभावहरूलाई बानेश्वर चोकमै पनि उपस्थितिको लागि अनुरोध छ। त्यसै गरी हामी प्रत्यक्ष प्रसारण मार्फत टेलिभिजनहरू मार्फत पनि देशव्यापी जानेछौँ। बानेश्वरको गाई जात्रा 11 गते ठ्याक्कै 9 बजेदेखि हामी त्यो गाई जात्रा भनेपछि गोरुहरू चाहिँ आउनु पाउँदैन हो। खास चाहिँ त्यो के हो भने विश्वज्योति सिनेमा हलको साउजीको नाम चाहिँ पहिले गरिबदास थियो कि होइन, त्यो भनेको नाम अनुसार काम मिल्दैन नि त। गाई जात्रा भने पनि यसको कुरा सुनेर खटिहाल्छु त्यो भने तिमीहरू मात्रै बोल बानेश्वरमा गाई जात्रा छ, म ती हुन्छ ती आउने राजा दाइले भनेको कुरामा आइजन कति लाग्ने गरे होला बोल्न मेरो त कुरै सक्यो। धन्यवाद धन्यवाद धन्यवाद। चिन्ताले सताउन थाल्यो क्या हजुर केही बोलिदिनु पर्यो होइन सबैको तर्फबाट होइन। आज मोमो खाने विषयले हाम्रो यो ट्रेनिङमा चाहिँ नआओस् है, ट्रेनिङ नम्बर 1 मा नआओस्। हामीलाई 2 सम्म गयो होइन अघि दिनेशले पनि भनेको छ होइन, अब विदेश जानुपर्ने अथवा केही भन्ने खालको कुरा नि आइरहेछ। त्यसैले यही देशमा बसोस् काम गर्छु भन्नुहोस्, काम पाओस् युवाले, युवा भने हामी सबैजनाले होइन। म उति एकछिन काम पर्यो होइन नरिसाउनु नि त, एकछिन बसेर नरिसाउनु त होइन तपाईले आफ्नो बारेमा भन्नु। मेरो हो मेरो हो, म त्यहाँ थिएँ भने पनि मैलै छुने हो क्या सुबोधले। होइन मेरो हो मानेमा भन्नु न आँखा मानेमा हे बिङ्ग भन्ने कि तपाईँ त्यो मिल्यो भने सम्यक के अरे संयोग मात्र भन्ने कुरा हो मैले भने। यही देशमा बसोस् काम गर्छु भन्नुहोस्, काम पाओस् युवाले, काम खोज्न भने खाडीमा छिर्नु नपरोस् युवाले। भोट माग्ने आउँछ त्यो गाउँ फेरि फर्केरै मर्दैन। सृजनशील युवा यही देशमा बस्नु पर्छ कि पर्दैन? पर्छ। अनि क्यारिकेचर गर्न पाउने कि नपाउने? कमाउने अनि रमाउने सपना साँचेर आउँदैनन्। मुनालाई छाडी गएका मदन बाँचेर आउँदैनन्, तर उहाँ त मुनाको होइन। त्यही भएर मुनै नराखिकन जाने हो। सरस्वती कुमारी निकाल हो। मानिस ठुलो गिदीले हुन्छ लादीले हुँदैन, मानिस ठुलो ज्ञानले हुन्छ ज्यानले हुँदैन भन्ने अर्कैको मेरो होइन यति फेरि है। ओके अल राइट, आजको नेपालमा पहिलोचोटि क्यारिकेचर ब्याटल भएको छ र क्यारिकेचर ब्याटल भन्दा पनि दिनु के हामी योभन्दा धेरै क्यारिकेचर गर्ने युवाहरू धेरै छन् र सबैलाई समेट्ने कोसिस गर्दा गर्दै पनि समय र यो चाहिँ संयोग अचानक हामीले आज यो भिड्न पुग्यौँ। तर हाम्रो तयारी भनेको चाहिँ अलि पछाडि गर्ने भनेर हामी अर्को एउटा रियालिटी बेस चाहिँ सोको लागि एउटा तयारीको पनि हामी छलफलमा थियौँ। यही बिचमा आइपुगेको हुनाले गर्दा अप्पर झट यहाँको मोमो खाना आएको ब्याटलको यो प्लान पत्रकार अलरेडी भएको हुनाले यो युट्युब लाइभ कति बोल्छ त्यहाँ अनि त्यो भएर भन्छ अझै एउटा बाँकी नै छ। अनि च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु। क्यामेराको हाइट चाहिँ राम्रो गरिदिनु होला है। ओके रमाइलो कुरा के छ क्यामेराको हाइट बढाइदिनु न यहाँ। क्यामेरा अलिअलि बढाएर खिच्नु। अनि सबैलाई अनुरोध के छ भने राम्रो लाग्यो भने इन्टरटेनमेन्टको लागि हेरिदिनुहोस्। हामी बाँच्नका लागि पनि यो गरिरहेका छैनौँ र हिट हुनको लागि पनि यो गरिरहेका छैनौँ। हामी कहिलेकाहीँ जीवनमा थोरै स्वतन्त्र भएर थोरै सकारात्मक हिसाबले बाँच्ने क्रममा यो भएको छ। तपाईँले राम्रो लाग्यो भने सेयर गरेर दिनुहोस् होइन, नभए चाहिँ कमेन्ट गर्दाखेरि चाहिँ हाम्रो ऊर्जाको लागि कि हामीले क्यारिकेचर छोडेर हामी फेरि अघि भने जस्तै दुबई कतार या जापान अमेरिका जुनसुकै देश होस् विदेश जानु नपरोस्। हस् त नमस्ते, आई लभ यु। यो नेपालमा पहिलोचोटि यो क्यारिकेचर ब्याटलको थियो र हामीले चाहिँ नि नेपालका अहिलेको एकदमै पछिल्लो पुस्ताका युवा हास्य व्यङ्ग्य कलाकारहरूसँग हामीले यो क्यारिकेचर ब्याटल गर्ने प्रयत्न गऱ्यौँ। आई होप तपाईँहरूलाई रमाइलो लाग्यो होला, रमाइलोको लागि हेर्नुहुनेछ। गाई जात्राको तपाईँहरूलाई सबैजनालाई शुभकामना। क्यामेरामा दिवस अनि त्यसपछि कमलजीलाई दुवैलाई धन्यवाद। प्रभात लामा आजको लागि बिदा हुन्छ। नमस्ते।